जिल्ला अदालत सिन्धुलीले आर्थिक वर्ष 2082-83मा 2 वर्षभन्दा पुराना कुनै पनि मुद्दा बाँकी नरहेको जनाएको छ। अदालतले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै कुल मुद्दा मध्ये 1119 वटा मुद्दाको फैसला गरेको भए पनि जेएनजी आन्दोलनका कारण निर्धारित फैसला लक्ष्य भने पूरा गर्न नसकेको जनाएको छ। आज आयोजित पत्रकार सम्मेलनमा जिल्ला अदालत सिन्धुलीका श्रेष्ठदार चित्रखर अधिकारीले आर्थिक वर्ष 2082-83 को प्रगति विवरण सार्वजनिक गर्दै अदालतमा 2 वर्ष नागेका मुद्दाको संख्या शून्य रहेको जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक वर्ष 2081-82बाट जिम्मेवारी सरी आएका 659 मुद्दा मध्ये हाल 115 वटा मुद्दा मात्रै बाँकी रहेका छन्। 18 महिना नागेका मुद्दाको संख्या 19 रहेको छ भने 2083 पुस मसान्तसम्म 18 महिना पुग्ने मुद्दाको संख्या 115 रहेका छन्। अदालतका अनुसार आर्थिक वर्ष 2082-83मा 977 नयाँ मुद्दा दर्ता भएका थिए। अघिल्लो वर्षबाट सरेका मुद्दा सहित कुल 1636 मुद्दा मध्ये 1119 मुद्दाको फैसला गरिएको अदालतले जनाएको छ। अदालतले 1278 मुद्दा फर्स्टेड गर्ने लक्ष्य राखेकोमा 87.55% मात्र लक्ष्य हासिल गर्न सकेको जनाएको छ। श्रेष्ठदार अधिकारीले 2082 भदौ 23-24 गते भएको आन्दोलनका कारण लामो समयसम्म नियमित सुनवाई प्रभावित हुँदा फैसला दरमा असर परेको बताउनुभयो। 18 महिना नपुग्दै मुद्दाको चाहिँ फर्स्टेड गर्ने भन्ने लक्ष्य राखेको छ। त्यो लक्ष्य पछ्याउने क्रममा हामीले चाहिँ हाम्रा काम कारबाहीहरूलाई चाहिँ हामी एउटा व्यवस्थित ढङ्गले अगाडि बढाउने र त्यो लक्ष्य भेट्टाउने चाहिँ हामीले प्रयत्न गर्छौँ। र केही वर्ष अघिदेखि हाम्रो 2 वर्षे मुद्दाहरू चाहिँ थियो र त्यसलाई हामी 2 वर्षे मुद्दालाई कसरी अन्त्य गर्ने भनेर हामी सुरु नैदेखि लागेका थियौँ। खास गरिकन यो आर्थिक वर्ष सुरु भएदेखि साउनदेखि यहाँ 1 नम्बर श्रीमान कमल राज विष्टज्यू भदौमा आउनुभयो, म पनि श्रेष्ठदार साउनमा आएको छु। त्यस पछाडि हामी लाग्यौँ। तर एउटा विडम्बना के भनौँ भन्दाखेरि त्यो भदौमा आन्दोलनको क्रममा चाहिँ हाम्रो यो अदालत पनि तोडफोड भयो, आगजनी भयो, हाम्रो मिसिलहरू पनि जले र हाम्रो 4-5 महिना जति चाहिँ हाम्रो काम पनि अवरुद्ध भयो। त्यसपछि बल्ल तल्ल हामी चाहिँ आफ्नो काम कारबाहीलाई अगाडि बढाउने क्रममा ती कतिपय प्रमाणहरू चाहिँ नष्ट भएको, जलेको र पुनः प्राप्ति गर्नुपर्ने भएकोले हाम्रो मुद्दाको काम कारबाही चाहिँ ढिलो हुन गयो। यद्यपि हामी अहिलेसम्म हामीले 2 वर्ष मुद्दा हामीले 0मा ल्याउन हामी सफल भएका छौँ। मुद्दाको प्रकृति अनुसार आर्थिक वर्ष 2082-83मा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका 438 मुद्दा दर्ता भएका छन्। त्यसपछि लागु औषध सम्बन्धी 58, जबरजस्ती करडैका 32 र ज्यान सम्बन्धी कसुरका 22 मुद्दा दर्ता भएको अदालतले जनाएको छ। वार्षिक तथ्याङ्कले पुराना मुद्दा न्यूनीकरणमा जिल्ला अदालत सिन्धुलीले उल्लेखनीय प्रगति गरेको देखिए पनि सम्बन्ध विच्छेदका मुद्दाको उच्च संख्या पनि समाजमा बढ्दो पारिवारिक विवादतर्फ संकेत गर्ने विषयको रूपमा देखिएको छ। अदालतले चालु आर्थिक वर्षमा बाँकी मुद्दा शीघ्र फर्स्टेड गर्दै फैसला दरलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।